यो एमाको छ नि यो केडा हो जुन यो बाइक होइन देख्न सक्छु यहाँ यतापट्टि आरएम राखेछ क्या अनि यता एमाको सायद यो RX 100 नै हुन सक्छ मेरो हिसाबले है। सो केडा बाइक स्टार्ट गर्न लागेको मैले के हुन्छ अब लेट्स हेर्न पर्यो। वान ट्याप हान्छ कि हान्दिन है ल वान ट्याप हानिहाल्छ नि यार त्यस्तो झन् लेजेन्ड बाइक हो नि यामा। सो वाट्सएप ग्याङ के छ सबैजना सन्चै आरामै छौ होला के होइन म पनि यता सन्चै आरामै छु होइन। अहिले भन्ने ठाउँमा रोल्पा लिब्याङ भन्ने ठाउँमा होइन ठ्याक्क बिहानै उठेको अनि अहिले मर्निङको भ्यू छ क्या दामी छ हेर न यता सबतिर मर्निङको भ्यू छ होइन। मेरो रुम चाहिँ यहाँ छ क्या हामी यता बसेको आज यो रुममा अनि देख्न सक्छु यहाँ सामानहरू राखेछ क्या। सो अब निस्किन पर्छ यहाँदेखि अब ठ्याक्क 10 बज्न लागिसक्यो 9 बजिसकेको अघि नै 10 बजिसक्यो हाम्रो यहाँ रुम यस्तो छ। सो त्यही हो गाइज अब भेट्न पर्छ बाटोमै गएर होइन। अब म नि बाइक स्टार्ट गर्छु अहिले चाहिँ हामी निस्किन लायौँ होइन। अनि यता सुनिल दाई हुनुहुन्छ अनि हेलमेट चाहिँ यस्तरी झुन्डाइरहेको छु। अब तल जान पर्छ नि त तल जानु पर्यो ठ्याक्क रमाइलो सजियोस् आजको राइड जे हुन्छ रमाइलो हुन्छ। अनि आज रोल्पा के भन्ने ठाउँमा जाने हो बट मलाई त्यति थाहा छैन त्यही हो। अनि यता दाई सोडा हो अनि यता सुनिल दाईको बाइक स्टार्ट गरेर राखेछ मेरो नि होइन स्टार्ट गर्न पर्ने छ क्या होइन। अब सो दाई यसो यो दाई चाहिँ रिसोर्टको दाई है हाम्रो। अब यहाँ हामीले हिसाब सिसाब गर्ने अनि यहाँदेखि निस्किने दाई पनि हामी सँगसँगै जाने अरे। कहाँ जाने अरे दाई हामी अहिले आज लिबाङदेखि थबाङ घरती गाउँ थबाङ हुँदै काँक्री अनि कमलदह अनि लुकुम अनि साँझ बस्नु चाहिँ भाइहरू चाहिँ टकसेरा जाने प्लान छ के अरे। हामी चाहिँ अहिले साँझ बस्ने टकसेरा जाने हो सायद 5 बजेसम्म भ्याइन्छ अनि भ्यू यता देख्न सक्छौ दामी छ है। सो केडा बाइक स्टार्ट गर्न लागेको मैले के हुन्छ अब लेट्स हेर्न पर्यो। वान ट्याप हान्छ कि हान्दिन है ल वान ट्याप हानिहाल्छ नि यार त्यस्तो झन् लेजेन्ड बाइक हो नि यामाको बाइकहरू चाहिँ इन्जिन राम्रो हुन्छ क्या रिफाइन हुन्छ। त्यो रिसोर्ट चाहिँ दामी रहेछ क्या यहाँ चाहिँ मैले देख्ने अनुसार होइन। यता देख्न सक्छु स्विमिङ पुलहरू छ। यो एमाको छ नि यो केडा हो जुन यो बाइक होइन देख्न सक्छु यहाँ यतापट्टि आरएम राखेछ क्या अनि यता एमाको सायद यो RX 100 नै हुन सक्छ मेरो हिसाबले है। बिल चाहिँ 1500 भयो यहाँ बसेको खाएको सब गरेको होइन। दाई चाहिँ ठ्याक्क रमाइलो टाइपको हुनुहुन्छ दाईले नि धेरै माया देखाइदिनु भयो। ल दाई केही भन्नु छ दाई केही भन्नु छ? यहाँ चाहिँ अब ल लिब्याङ आएको मान्छेहरूले चाहिँ यहाँ चाहिँ ठ्याक्क बस्नलाई यहाँ व्यवस्थाहरू राम्रो छ है। दाईहरूकोमा आएर बस्दिन पर्यो है। सो त्यही हो म त्यति नै भन्न चाहन्छु। अब म निस्किनु पर्छ यहाँदेखि अलि त्यहाँदेखि फेरि उतादेखि फेरि अप्ठ्यारो छ क्या अलि त्यही हो गाह्रो हुन्छ हामीलाई निस्किनलाई यहाँदेखि फेरि धेरै अप्ठ्यारो यहाँ फेरि लास्ट अप्ठ्यारो हुने क्या निस्किने होइन। यस्तो धेरै गाह्रो छ क्या धर्म लोट्या यार छ्या चिप्लिन्छ क्या। सो त्यही माथि बसेको नि त हामी चिप्लिने रहेछ यता देख्न सक्छौ सहर होइन चाहिँ दामी रहेछ क्या सहर। सो त्यही हो हजुरहरूले सपोर्ट गरिदिनु पर्यो बिस्तारै भ्लगिङहरू नि मैले गरिरहेको चाहिँ त्यो मैले युट्युबमा हालिछु नि त भिडियो त्यो पनि गएर हेर्नु होला। हामी चाहिँ अब अफ रोड जाने भइयो क्या। अब पिच जाँदाखेरि हामीलाई अब त्यो माथिबाट जाँदाखेरि हामीलाई 3-4 घन्टा ढिलो हुने बन्द अनि अफ रोड हिँड्दाखेरि बरु छिटो गइन्छ क्या। अनि गाडी आयो यार यही बेला यार अलि ब्याक जानु न हजुर हल्का ब्याक गयो हामीलाई निस्किने ठाउँ भयो हुन्छ क्या। बाटो बनाउनु लागेको रहेछ क्या ठ्याक्कै अनि उसाइदियो क्या ट्र्याक्टर। हुन्न दाइ हुन्न ए छ्या रुक्नु हुन्न नाइ निस्किन्न अलि यता
सो यस्तो अवस्थामा फस्यौँ हामी ट्र्याक्टर आइदिएर बिचमै सो छ्या ल्याङ भयो नि यार केटा हो यार यसो छोइयो भने त ल्याङ भइहाल्छ जानु क्या छ्या ढुङ्गामा छोइयो फेरि यस्तोमा फेरि मेरो ढुङ्गामा छोइन्ने क्या दाइ सँगसँगै हिँड्नुपर्छ हामी अनि धुलो धेरै खाइन्छ क्या यहाँ फेरि अहिले पुरै अफरोड छ क्या यता पुरै अल टु अल अफरोड पुरै अफरोड होइन दाइ दाइले उडाउँछन् कि धुलो यस्तो ल्याङ छ बाटो अफरोडको पुरै अब कस्तो छ कम्तीमा 20-25 मिनट हिँड्ने होइन अनि बल्ल बल्ल यहाँ हल्का माथि आएर पुगेछौँ अब लेट्सी अब यो अफरोड छ बाटो यतादेखि घुम्दै घुम्दै जाने यो हामी सो माथि पुरै हेर्न सक्छु पहाडहरू छ सो अनि यहाँ चाहिँ एकछिन रेस्ट गरौँ भनेर क्या रेस्ट गरौँ भनेर बसेको अब रेस्ट गरेर निस्किने लेट्सी गाउँ चाहिँ खतरा छ है गाउँ सो देख्न सक्छु केटा हो यहाँ एकछिन रुकेको हामी बाइक यता छ हामी एकछिन रुकिदिएको क्या यस्तो लाउने यार जति नजिक आउनु ला भन त्यति टाढा गयो जस्तो हुने यार बाटो यस्तो हो तिमीहरूले आफै देखिरहेको होला के अरे पुरै अफरोड त्यो उडिरह यार टायर अगाडिको लेट्सी केटा हो अफरोड धेरै हान्ने हो क्या चलाइ गर्दा थकाइला होइन अब एकछिन रेस्ट गरौँ भनेर यस्तो राम्रो ठाउँमा ठ्याक्क भ्यूहरू देखिने ठाउँमा हामी बसेछौँ क्या एकछिन रेस्ट गरिदिउँ भनेर बाइकलाई नि त रेस्ट दिन पऱ्यो नि त बाइक यार धेरै चलायो भने यार तात्तिन्छ यताउति होइन फेरि इन्जिन गइदियो भने त काँडो भयो नि त यहीँ सुनिल दाइलाई कुरिरहेको यार आधा घन्टा हुनु लाग्यो यार अझै कतै तलै हुनुहुन्छ क्या धेरै त होइन सुनिल दाइ पछि नै आइराख्नु भयो सो लेट्सी आउनुहुन्छ होला जस्तो लागिरहेको अब पुग्ने बेला भइसक्यो होइन बाटो चाहिँ ऊ त्यो अगाडि देखिरहेछ नि ओ वहाँ पारी तलै बसिरहनु भएको थियो ए धुलोले हान्छ भनेर दाइ चाहिँ तलै कुरिरहेको रहेछ क्या हामीलाई माथि गएपछि म निस्किन्छु भनेर सो अब हामी यहाँदेखि निस्किने लास्ट गाह्रो भयो क्या यहाँ पछाडि लास्टै दुखिरहेछ होइन झोला नि पुगेको नि त त्यो लास्टै दुख्यो क्या ढाड होइन मलाई अनि दाइलाई यस्तो चलाउनु दिएको क्या एकजना दाइ हुनुहुन्छ हामीसँग त्यही होटेलमा भेटेको उहाँलाई चलाउनु दिएको उहाँले चलाउँछु भनेको अनि कसले चलाउँछु भनेर मैले दिएँ यहाँदेखि यार मिठो हिमालहरू पनि देखिरहेछ बट अहिले चाहिँ छेकिरहेको क्या पाहाडले छेक्यो अलि माथि गयौँ भने हामी देखिन्छ होला सो अब हामीले ड्रोन सट हान्न लाग्छौँ होइन यहाँ जङ्गल छ क्या पुरै है अनि उहाँ माथि ड्रोन चाहिँ रेडी भइसक्यो अब उडाउने अवस्थामा छ है केटा हो जस्तो हेर्छु अब उडाउने हामीले यहाँदेखि अनि अब ब्लगमा नै ड्रोन सट आउँछ यहाँ छ ड्रोन देख्न सक्छु है सो दाइले उडाउने भन्नुभयो अनि म नि रेडी छु क्या ड्रोन सट हेर्नको लागि तपाईँहरू नि रेडी नै बस्नु होला है उडिसक्यो ड्रोन उडिसक्यो है केटा हो ल रेडी ड्रोन उड्नलाई सो अनि अहिले चाहिँ हामी गलकोटमा छौँ अरे होइन यो चाहिँ ल उडिसक्यो अब चाहिँ हाम्रो ड्रोन सट भइसक्यो होइन अब यहाँदेखि निस्किन लाग्यो हामी अब निस्किन पर्छ ट्याक्क लाएर रेडी भइसक्यो निस्किनको लागि अनि ओह्रालो छ अनि यहाँ रुकेको खास भन्ने हो भने हामी ड्रोन सट लिनको लागि मात्र हो अब डाइरेक्ट अब बाटोमा गएर सिधै लिने क्या हामी कक्रे भन्ने ठाउँमा छौँ होइन
बिहान 7 बजे निस्केको मान्छे अहिले बल्ल बल्ल यति सङ्घर्ष यति दुःख गरेर होइन अहिले बल्ल हामी होइन अहिले 4 बजिसक्यो होला क्या लगभग समथिङ भनियो भने कस्तो भेजा बाटो थियो नि। लेट्स गो ग्याङ। अहिले चाहिँ हामी चल्दिन लागेको है। कहाँ चाहिँ जाने हामी अहिले लुकुम हिँडिदिन जान लागेको है। अनि हाम्रो दुईटा ब्रिज चाहिँ यता देख्न सक्नुहुन्छ। अनि धुन भनेर राखिदिएको। अब यहाँ पैसा दिने पैसा तिर्ने होइन। अनि त्यसपछि निस्किने के ठ्याक्क यहाँ राखेछ। अब निस्किन पर्छ। मैले अब सुनिल दाइको डर चलाउने निर्णय लिएछु होइन। यहीँ नजिकै पुग्न छ नि त त्यही भएर डर चलाम भनेर अनि दाइले मेरो चलाउने भन्नुभयो यस्तो त्यही भएर चलाम भनेर लास्ट थकै लाग्यो होइन। स्या भइरहेछ यार। धेरै अफरोड हिँड्ने हो नि त आज हामी। रथ पुऱ्याउनुको मजा नै छुट्टिन्छ क्या फेरि। मजा लागिरहेको छ यार पुऱ्याउनु रथ। सो अब यहाँदेखि धेरै छैन क्या 2-3 किलोमिटर होला सायद लुकुम पछि। अनि लुकुम आउन लाग्यो यार। लुकुम चाहिँ सायद आउँदै लाग्यो। अब एकपछि आउने होला सायद समथिङ मलाई त्यस्तै लाउँछ है। फाइनल्ली हामी लुकुम पुग्यो। अब के गर्ने हो भन्ने कुरो। त्यो माथि पुरै सहर होइन। घरहरू कस्तो दामी छ क्या हेर न। हामी चाहिँ अघिदेखि जानु भइसक्यो क्या। अफरोड रहेछ यार। हाल्नुहुन्छ सानो हो मस्त खुट्टा पुग्छ। यहाँ फेरि खुट्टै पुग्दैन नि त। अफरोड धेरै छ कि यत्रो बेर अफरोड हिँडेर फेरि अफरोड हिँड्दाखेरि कस्तो लाग्यो यार आफैलाई यार। पड्काम न प्याट पार्दै हेर त केटा हात खुन जमे चाहिँ हो पुरै। सो यत्तिको गाउँ एक्सप्लोर गर्नलाई हामी चाहिँ होइन 2 दिनको राइडमा होइन यहाँ बल्ल आइपुग्यौँ क्या 2 दिनको राइडमा। तर यहाँ मेरो बिच त्यहीँ छ सुनिल दाइको यता। अनि धेरै दुःख भयो क्या आज चाहिँ अफरोड हिँड्ने हो। सो म नि यतै छु। चिसो धेरै छ नि त त्यही भएर टोपी लाग्यो कि भर्खरै लाग्यो। चिसो लाग्छ क्या यहाँ। अनि माथि घाम छ यार तल फेरि पुरै क्या चिसो भयो। सेट केटा धन्न ल्याङ भएको हेर न मायाकोसम। अगाडि नम्बर प्लेट छैन नि त मेरो। अनि पछाडिको नम्बर प्लेट नि उठाइदिएको क्या पुरै होइन। अनि यहाँ फेरि चेकिङ रहेछ क्या। अनि सर आएर पुरै के भन्नुहुन्छ भनेको के हो यस्तो तिमीहरूको बाइक भन्नुभयो। अनि होइन सर बुटोलदेखि आएको हामी यस्तो भन्ने। अनि दाइले फेरि मिरर तल झारेको ल्याङ भन्नु त एकछिन यार छ्या। अब हामीले यहाँ सरलाई सोधेको सरले भन्न त केही नै भन्नु भएन। लाइसेन्स बिल बुक भन्नुभयो। लाइसेन्स बिल बुक हामीले देखाइयो। अगाडिको नम्बर प्लेट छैन नि त यहाँको मेरो। त्यही सोधिरहेको थिएँ क्या। अनि यो उठाइदिएको नम्बर प्लेट अनि यस्तरी झारिदिएको नि त। अनि ल्याङ भएको थियो कि धन्न यहीँ झर्न पर्ने भयो क्या तलै। यहाँदेखि 3 किलोमिटर अगाडि झर्न पर्ने भयो यार। त्यही ल्याङ भयो अब। यहाँ बास पाइयो अरे। आजको लागि यति नै। बाई बाई टेक केयर गाइज है सबैजनालाई बाई बाई। युट्युब च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई टेक